अब केही अलि अगाडिका क्लासहरूमा हामीले पढेका कुराहरू थोरै रिकल गरौँ, त्यसपछि अनि अगाडि बढ्छौँ। यसमा चाहिँ हामीले जस्तै टिम्बरको केसमा चाहिँ पहिलाको क्लासमा चाहिँ हामीले एउटा कुरा के भनेको थियो, कोड चाहिँ कुन युज गर्छौँ, आइएस 883 1994 भन्ने कोड युज गर्छौँ। त्यो तपाईँहरूसँग छ होला, लाइब्रेरीले दिएको कोडमा एट्याच पनि छ होला सँगै। अनि टिम्बरको डिजाइन चाहिँ वर्किङ स्ट्रेस मेथडबाट हुन्छ। 2 टा मेथडमध्ये लिमिट स्टेट र वर्किङ स्ट्रेस मध्ये वर्किङ स्ट्रेस मेथडबाट हुन्छ। र टिम्बरको केसमा चाहिँ अब एउटा कुरा मेन चाहिँ टिम्बरको प्रोपर्टिजलाई चाहिँ फरक पार्ने फ्याक्टरहरू के हुन्छ भन्ने कुरामा चाहिँ अब स्पेसिसहरू कुन प्रजातिको टिम्बर हो, टिम्बरमा डिफेक्टहरू के छ, डिफेक्टको आधारमा 3 टा टाइपमा क्याटेगराइज गर्न सकिन्छ भन्ने कुरा भनिएको थियो। स्लेट ग्रेड, ग्रेड 1, ग्रेड 2 र ग्रेड 1 को चाहिँ कोडमा दिएको छ स्ट्रेन्थहरू। स्लेट ग्रेड र ग्रेड 2 को लागि चाहिँ ग्रेड 1 कै स्ट्रेन्थलाई सर्टेन भ्यालुले मल्टिप्लाई गरेर लिनुपर्छ भन्ने कुरा पनि भनेको थियो। कतिले मल्टिप्लाई गर्नुपर्छ भन्ने कुरा पनि टिपेको थियो। अनि त्यसपछि आएर अर्को टिम्बरको स्ट्रेन्थलाई फरक पार्ने भनेको मोइस्चर कन्टेन्टले र मोइस्चर कन्टेन्टको आधारमा 3 टा लोकेसन क्लासिफाई गरिएको छ। इनसाइड लोकेसन, आउटसाइड लोकेसन र वेट कन्डिसन र कोडमा चाहिँ त्यो फरक-फरक लोकेसनको लागि स्ट्रेन्थहरू दिएको छ। अर्को फरक पार्ने भनेको ओरिएन्टेसन अफ लोड विथ रेस्पेक्ट टु ग्रेन। काठमा टिम्बरमा चाहिँ ग्रेन हुन्छ, रेसाहरू, काठमा रेसाहरू हुन्छ, यो हामी सबैलाई थाहा छ। रेसाहरू कस्सिएर बसेको हुन्छ। त्यो रेसाहरूसँग प्यारलली लोड लागेको छ कि रेसाहरूसँग परपेन्डिकुलरली लोड लागेको छ भन्ने आधारमा चाहिँ कस्तो बिहेभियर हुन्छ भन्ने कुरा फरक पार्छ। रेसाहरूसँग प्यारलली र परपेन्डिकुलरलीको लागि फरक पर्ने ठाउँमा कोडमै दिएको छ भन्ने कुरा गरियो। त्यसपछि आएर टिम्बरलाई चाहिँ 3 टा ग्रुपमा क्याटेगराइज गरिएको छ, ए, बी, सी, डी, सी भनेर 3 टा एबिसी। के को आधारमा मोडुलस अफ इलास्टिसिटीको आधारमा भन्ने कुरा पनि गरियो। त्यो कुरा कोडमा पनि लेखेको छ भन्ने हेरियो। कोडको सुरुतिरै लेखेको छ। यो अगाडि गरेका कुरा हुन्, त्यही भएर म छोटकरीमा भनिरहेको छु। अनि त्यसपछि आएर टिम्बरको कलमको बारेमा हामीले अलिकति कुरा सुरु गरेको थियौँ र टिम्बरको कलमलाई चाहिँ क्रस सेक्सनको आधारमा चाहिँ अ, 4 वटा टाइपमा क्याटेगराइज गर्न सकिन्छ भन्ने कुरा गरेका थियौँ। सलिड कलम, बिल्ट अप सलिड कलम र बिल्ट अप बक्स कलम, अर्को स्पेस्ड कलम भनेर भन्न सकिन्छ। र त्यो मध्ये तिनीहरूको क्रस सेक्सन बनाइयो। सलिड कलममा रेक्टेङ्गुलर क्रस सेक्सन भएको, सर्कुलर क्रस सेक्सन भएको। मेनली यो 2 टा खालको सेपको कुरा गर्छौँ। अनि बिल्ट अप सलिड भनेको चाहिँ सलिड जस्तै हो तर काठको टुक्राहरूलाई जोडेर बनाएको बिल्ट अप सलिड भयो। त्यो कुरा यहाँ देखाइएको छ। त्यसपछि आएर बिल्ट अप बक्स कलम भनेको चाहिँ बक्सको सेपमा बीचमा खाली हुन्छ। काठका टुक्राहरूलाई यो तरिकाले जोडेर कि बक्सको सेपमा जोडेर बनाएको कलमलाई बिल्ट अप बक्स कलम भनेर हामीले डिफाइन गरेको थियौँ। त्यसपछि आएर स्पेस्ड कलम 2 टा प्ल्याङ्कहरू यी सबैको बारेमा हामीले डिटेलमा हेर्छौँ भन्ने कुरा गरिएको थियो। अनि त्यसपछि हामीले के भनेको थियो भन्दाखेरि कलमलाई चाहिँ स्लेन्डरनेस रेसियोको आधारमा 3 टा टाइपमा क्याटेगराइज गर्न सकिन्छ भन्ने कुरा भनेको थियो। 3 टा टाइपमा चाहिँ के को आधारमा सर्ट कलम, इन्टरमिडिएट कलम र लङ कलम भनेर भनेको थियो को स्लेन्डरनेस रेसियोको आधारमा। अनि त्यसरी कोडबाट हामीले यो टेबल कोडको समराइज गरेर एउटा टेबल बनाएको थियो। यो टेबल भेरी भेरी इम्पोर्टेन्ट बनाएको थियो। यो टेबलमा स्लेन्डरनेस रेसियो भनेको कसरी निकाल्ने, जस्तै सलिड र बिल्ट अप सलिडमा L/D हुन्छ। अनि बिल्ट अप बक्समा चाहिँ L/√D1² + D2² हुन्छ भनेको थियो। र त्यो रेसियो चाहिँ कति भयो भने कुन टाइपको कलम, सर्ट कलम कति रेसियो, जस्तै L/D को रेसियो 11 भन्दा सानो आयो भने सर्ट कलम, 11 देखि K8 को बीचमा आयो भने इन्टरमिडिएट कलम, K8 भन्दा बढी आयो भने लङ कलम, त्यसरी छुट्याउन सकिन्छ भन्ने कुरा गरेका थियौँ। बिल्टअपमा पनि त्यही तरिकाले भनेको थियौँ। केही टर्म्सहरू सिग्मा सिपी ड्यास भनेको के हो? सिग्मा सिपी भनेको के हो? इटी भनेको के हो? K8 भनेको के हो? K9 भनेको के हो? लगायतका टी टर्महरू कोडमा पनि डिफाइन गरेको छ। त्यो अनुसारले हामीले डिफाइन गरेको थियौँ। यो तपाईँहरूले सबले टिप्नु भएको थियो। अनि एउटा न्युमेरिकल पनि गरेको थियौँ सायद हामीले टिम्बर कलमको। यो सायद यो न्युमेरिकल गरिएको थियो। तपाईँले भ्यालुहरू पनि निकाल्नु भएको थियो र लास्टमा सेफ अनसेफ पनि चेक गर्नु भएको थियो जस्तो लाग्यो। त्यो न्युमेरिकललाई पहिले दोहोऱ्याइनँ। अनि त्यसपछि हामीले एउटा सर्कुलर कलमको प्रब्लमको कुरा गरेका थियौँ। सर्कुलर कलममा चाहिँ डिजाइन कसरी गर्ने भनेर। अब एकचोटि सर्कुलर कलमको रिपिट गरेर गरौँ। अनि त्यसपछि चाहिँ अ, अगाडिका कुराहरू हेरौँला। एउटा सर्कुलर कलमको रिपिट गरौँ।
यहाँ क्वेसन लेखौँ एउटा। क्वेसनमा चाहिँ डिजाइन अ क्वेसन लेखौँ है सबैले अब गरौँ। डिजाइन अ सर्कुलर डिजाइन अ सर्कुलर कलम। यहाँ के लेखिया छ भने पढौँ। Design a circular column using oak wood grade 2 timber. Oak wood grade 2 timber to carry load 200 kilonewton. Rest of their height of column is height of column is 3 meter. Consider inside location. Inside location. अब के भनेको छ क्वेसनमा एउटा सर्कुलर कलमको डिजाइन गर भनेको छ यस्तो खालको। ग्रेनहरु रेसाहरू भयो त्यो सर्कुलर कलमको यस्तो खालको कलमको डिजाइन गर भनेको छ। कलमको यो हाइट यसलाई क्यापिटल एल भनौं अनि यसको डायमिटरलाई क्यापिटल डी भनौं अनि यसमा चाहिँ लोड चाहिँ एक्सियल लोड यो तरिकाले यसरी एक्सियल लोड लाग्छ पी भन्ने लोड लाग्छ। अब यसको डिजाइन गर्ने चाहिँ डायमिटर निकाल्नु पर्यो कुन डायमिटरको कलम राख्नुपर्छ भन्ने कुरा। अब स्टेप 1 मा given and properties of timber अब गिभन मा के छ भन्दाखेरि एक्सियल लोड पी। अब यसमा चाहिँ वर्किङ स्ट्रेस मेथड युज गर्ने हुनाले सरी पीयू लेखेछु वर्किङ स्ट्रेस मेथड युज गर्ने हुनाले यसलाई चाहिँ डिजाइन लोड चाहिँदैन यसलाई 1.5 ले मल्टिप्लाई गर्नु परेन 200 किलोन्युटन छ एक्सियल लोड। हाइट अफ कलम अथवा लेन्थ भने पनि हुन्छ यल कति छ 3 मिटर छ यो त गिभन कुरा भयो। अब के गरौँ भन्दाखेरि फ्रम टेबल 1 अफ IS 883 टेबल 1 बाट फर ग्रेड 2 ओक वुड इनसाइड लोकेसन त्यसको लागि चाहिँ हामीले के निकाल्नु भन्दाखेरि मोडुलस अफ इलास्टिसिटी
ET र अर्को पर्मिसिबल कम्प्रेसिभ स्ट्रेस। यो दुईटा टर्म चाहिँ त्यसलाई सिग्मा सिपी ड्यास भनिदियो। यो दुईटा कुरा चाहिँ कोडबाट चाहियो टेबल नम्बर 1 बाट। अब एकचोटि हेर्नु पर्यो टेबल नम्बर 1 मा के छ भन्ने कुरा। कोडमा हेरौँ, खोजौँ है आफैले। टेबल नम्बर 1 कहाँ छ के छ भनेर त्यो खोज्न जान्नु पर्यो। कति हुँदो रहेछ हेर्नुभयो? हेरेर मेसेज गरौँ। मैले हेर्ने हो भनेदेखि त अब म यहाँ त हेरिहाल्छु। अब ओक धेरैवटा छ, अस्ति पनि ओकै प्रयोग गरियो जस्तो लाग्यो। ओक धेरैवटा छ, त्यसमध्ये हामीले चाहिँ अब कुनै एउटा ओक प्रयोग गरौँ। जस्तै मैले यहाँ एउटा अब सेयर प्रयोग गरेँ, त्यो चाहिँ टेबल चाहिँ टेबल नम्बर 1 भनेको यही भयो। यो टेबलमा अब ओकमा चाहिँ यहाँ धेरैवटा ओक छ, कुनै एउटा ओक लिए पनि हुन्छ, जुन लिए पनि हुन्छ त्यो ओक लिउँ। ओकमा चाहिँ के चाहियो हामीलाई? मोडुलस अफ इलास्टिसिटी। यो चाहिँ अल ग्रेड अल लोकेसन भनेको छ। यसमा चाहिँ ग्रेडहरूले फरक पारेन, लोकेसनले पनि फरक पारेन। कति छ? वेस्ट बेङ्गालकै लिने हो भने 124 छ, मेघालयको लिने हो भने 100.6 छ। र त्यसलाई चाहिँ के गर्नु पर्यो? 100 ले मल्टिप्लाई गर्नु छ। यहाँ चाहिँ एउटा छुटेको के छ? 100 ले मल्टिप्लाई गर्न छुटेको छ। भनेपछि मानौ वेस्ट बेङ्गालकै लिने हो भने यो चाहिँ कति भन्नु पर्यो? 124.4 इन्टु 100 न्युटन पर एमएम स्क्वायर। अनि त्यसपछि आएर अब अर्को कुरा के चाहियो हामीलाई? भन्नुहोस् है, म इन्टायर स्क्रिन सेयर गर्नु पर्यो। अब यो मोडुलस अफ इलास्टिसिटी चाहिँ 124.4 इन्टु 100 न्युटन पर एमएम स्क्वायर भनेर लेखियो। अनि त्यसपछि आएर अब अर्को कुरा के चाहियो? पर्मिसिबल कम्प्रेसिभ स्ट्रेस। अब पर्मिसिबल कम्प्रेसिभ स्ट्रेस यहाँ हेर्दाखेरि पर्मिसिबल कम्प्रेसिभ स्ट्रेस यहाँ चाहिँ कम्प्रेसन प्यारलल टु ग्रेन छ, कम्प्रेसन परपेन्डिकुलर टु ग्रेन छ। कलमको केसमा जहिले पनि के लिनु पर्यो? प्यारलल टु ग्रेन भन्ने कुरा लिनु पर्यो। अब प्यारलल टु ग्रेनमा पनि 3टा लोकेसन छ, इनसाइड लोकेसन, आउटसाइड लोकेसन र वेट कन्डिसन। अहिले कुनको लागि लिनु पर्यो? इनसाइड लोकेसनमा। अब इनसाइड लोकेसनमा चाहिँ ओकको लागि यहाँ ओकको लागि कति हुने भयो भन्दाखेरि 8.7 न्युटन पर एमएम स्क्वायर। इनसाइड लोकेसन ओकको लागि 8.7
न्युटन पर एमएम स्क्वायर। अब कोडमा दिएको चाहिँ यो ग्रेड 1 को हो, पर्मिसिबल स्ट्रेसेस फर ग्रेड 1। अब यो बाहेक अरू ग्रेडको लाइन निकाल्नलाई चाहिँ के गर्नु पर्यो, सर्टेन फ्याक्टरले मल्टिप्लाई गर्नुपर्छ। ग्रेड 2 को लागि चाहिँ 0.84 भन्ने फ्याक्टरले मल्टिप्लाई गर्नु पर्यो। ग्रेड 2 को लागि 0.84, यो कोडमै भनेको छ यो कुरा। कोडमा चाहिँ हाम्रो यो क्लजमा 0.84 ग्रेड 2 को लागि, ग्रेड 1 स्लेट ग्रेड छ भने 1.16 ले मल्टिप्लाई गर्नु पर्यो, 0.84 ग्रेड 2 को लागि। अब यसबाट सिग्मा सिपी ड्यासको भ्यालु आउँछ। निकालियो होला सिग्मा सिपी ड्यासको भ्यालु। अब के गरौँ, स्टेप 2 डिटरमाइनिङ साइज अफ कलम। कलमको साइज निकाल्नु पर्यो। यहाँ के गरौँ, लेट डी भनेको के भयो, डायमिटर अफ कलम। कलमको डायमिटरलाई हामीले डी भनियो भनेपछि एरिया कति हुन्छ, कलमको एरिया भनेको पाई डी स्क्वायर बाई 4, सामान्य कुरा भयो। अब टु बी सेफ इन कम्प्रेसन, टु बी सेफ इन कम्प्रेसन, कम्प्रेसनमा सेफ हुँदाखेरि के हुनु पर्यो, पी सुड बी लेस देन इक्वल टु सिग्मा सिपी इन्टु एरिया। एरिया भनेको पाई डी स्क्वायर बाई 4, एरिया भनेको पाई डी स्क्वायर बाई 4। अब यसमा सिग्मा सिपी, यहाँ के अब अस्ति पनि ल्याएको, सिग्मा सिपी डिपेन्ड्स अपन स्लेन्डरनेस रेसियो। स्लेन्डरनेस रेसियो भनेको एल बाई डी। यहाँ डी भनेको चाहिँ डायमिटर लिने होइन, त्यो एउटा ध्यान दिनु पर्यो सर्कुलरमा। एल बाई डी भनेको पाई डी स्क्वायर बाई 4, रुट ओभर पाई डी स्क्वायर बाई 4, विच इज अननोन। एल बाई डी अन्ले अननोन छ, विच इज अननोन। सो अजुमिङ, हामीले स्टिलमा एफसिडीको भ्यालु एजुम गर्थ्यौँ, यहाँ चाहिँ टाइप एजुम, सो एजुमिङ सर्ट कलम। सर्ट कलम भनेर एजुम गर्नु पर्यो। सर्ट कलम छ भने सिग्मा सिपी इक्वल टु के हुन्छ, सिग्मा सिपी ड्यास, यो कुरा टेबलमा लेखेको छ। सिग्मा सिपी ड्यास हामीलाई थाहा छ 8.7 इन्टु 0.84। यसबाट सल्भ गरेर के निकाल्नु पर्यो, डी को भ्यालु निकाल्नु पर्यो, डी कति आउँछ भन्ने कुरा। त्यो निकालौँ, डी कति आउँदो रहेछ भनेर। कति युनिट के 5.9 mm त कति सानो डायमिटरको कलम हो त, पेन्सिल भन्दा नि पातलो होला। 186.66 186.66
6 हो, यो चाहिँ हुन सक्ला। P को भ्यालु कति छ? 200 किलो न्युटन, त्यसलाई न्युटनमा लैजानु पर्यो। अनि सिग्मा सिपी कति आउँछ त्यो भ्यालु लेख्नु पर्यो, अनि यसबाट भ्यालु आउला डी को भ्यालु। ए प्रोभाइडिङ होइन सर, मैले त 120 राखेको छु, 200 राख्दा फरक हाल्छ। त्यति नै आउँछ आउनु त। प्रोभाइडिङ डी इक्वल टु 190। अब 190 राख्ने भयो। अब हाम्रो एउटा अनुभव के छ भन्दाखेरि सकेसम्म अलि बढाएर ल्याउँ, किनभने पछि चेक गर्ने बेला अनसेफ नहोस्। भनेपछि डीको भ्यालु 200 राख्ने भयो, 240 राख्ने भयो। अहिले 240 राखेर चेक गरौँ। अब यति आइसकेपछि लगभग सबैको आयो होला। यति आइसकेपछि हाम्रो चाहिँ डायमिटर आयो, कुन डायमिटरको कलम राख्ने भन्ने कुरा। डायमिटर आएपछि यो डायमिटरले अब त्यो लोड धान्छ कि धान्दैन, एजम्सनबाट आएको त्यो चेक गर्नु पर्यो। अनि कतिमा जानु पर्यो? स्टेप 3। स्टेप 3 चेक फर सेफ्टी। चेक फर सेफ्टीमा टु बी सेफको फर्मुला के छ? P should be less than or equal to sigma Cp into एरिया। अब एरिया त थाहा छ, पाइ डी स्क्वायर बाई 4, जहाँ डी भनेको हामीले चुज गरेको राख्नु पर्यो। डी भनेको 240 अथवा जति एजुम एडप्ट गरिएको छ। सिग्मा सिपीको लागि के गर्नु पर्यो? फर सिग्मा सिपी, सिग्मा सिपीको लागि सिलिन्डरनेस रेसियो निकाल्नु पर्यो। सिलिन्डरनेस रेसियो एसआर इक्वल टु के हुन्छ? एल बाई डी। एल बाई डी भनेको एल बाई रुट ओभर पाइ डी स्क्वायर बाई 4। यसबाट चाहिँ एउटा रेसियो आउँछ, र त्यो रेसियो कति आउँछ भन्ने कुरामा अब सर्ट कलम इन्टरमिडिएट कलम के हुन्छ भन्ने कुरा भर पर्छ। अनि यो रेसियो सँगसँगै अर्को भ्यालु के पनि निकाल्नुपर्छ? K8 को भ्यालु पनि निकाल्नुपर्छ। K8 को फर्मुला के छ? 0.702 रुट ओभर ET बाई सिग्मा सिपी ड्यास। र यो सिग्मा सिपी र सिग्मा सिपी ड्यासको अन्तर चाहिँ आफूले बुझिराख्नु पर्यो है। सिम्बल सेम छ, जस्ट ड्यास मात्र फरक छ, त्यसले चाहिँ फेरि आफूलाई अलमल पार्ला। यो निकाल्नु होला। अनि K8 निकालिसकेपछि अब यहाँ चाहिँ कन्डिसन के हुन्छ? एल बाई डी कति आइरहेछ? 240 राख्दा कसैले यसो भनिदिनुहोस् त, यो सिलिन्डरनेस रेसियो कति आइरहेछ? 14.104। 14.104। अब यो चाहिँ ग्रेटर देन के आयो? 8 आयो। भनेपछि सर्ट कलम त होइन। K8 को भ्यालु कति आउँछ? 28.96। 28.96 आयो K8 को भ्यालु। यो सिग्मा सिपी ड्यास र सिग्मा सिपीमा चाहिँ ध्यान दिनु पर्यो। अब के भन्नु पर्यो? एज एल बाई डी अथवा सिलिन्डरनेस रेसियो इज ग्रेटर देन 8, लेस देन के भयो? K8। यस्तो छ नि त भ्यालु। सो एडप्टेड कलम इज
intermediate column. Intermediate column. अब intermediate column भएपछि त त्यति बेला चाहिँ सिग्मा सिपी को फर्मुला के हुन्छ? सिग्मा सिपी ड्यास टाइम्स 1 minus 1/3 के छ हामीले लेखेको? 1 minus 1/3 SR by K8 को power 4. SR भनेको slenderness ratio, SR by K8 को power 4. यसबाट सिग्मा सिपी को भ्यालु आउँछ 13 न्युटन पर एमएम स्क्वायर. अनि त्यसबाट के गर्नु पर्यो? P should be less than or equal to sigma CP into area गर्नु पर्यो. अब P चाहिँ 200 किलो न्युटन छ. यतापट्टि कति आउँछ त्यो कुरा चेक गर्नु पर्यो. यदि सेप आयो भने ठिक छ. यदि अनसेप आयो भने फेरि के गर्ने? डायमिटर बढाउने. 240 ले पनि पुगेन, बढी डायमिटर चाहियो र त्यो डायमिटरको लागि फेरि स्टेप 3 को कुरा स्लेन्डरनेस रेशियो फरक पर्छ. स्लेन्डरनेस रेशियो निकाल्नु पर्यो. सिग्मा सीपी को भ्यालु नयाँ आउँछ त्यो निकाल्नु पर्यो अनि चेक गर्नु पर्यो. के छ सेफ अनसेफ के हुन्छ त्यसो भन्नुस्. सेफ आयो सर. सेफ आयो. अनसेफ आएको भए डायमिटर बढाउँथ्यौ, 240 भन्दा बढाउँथ्यौ, फेरि चेक गर्थ्यौ, त्यो तरिकाले जान्थ्यौ. ल सबैको भयो. भयो भने अगाडि अर्को प्रब्लमतिर जान्छौँ. भयो सबैको? ल अब अनलाइनमा अलि गाह्रो त्यही छ. अब लेख्यो लेखेन के छ भन्ने कुरा त्यो थाहा पाउन अलि गाह्रो. अब तपाईहरु फेरि अब परीक्षा आइसक्या, रुटिन आइसक्या, पक्कै पनि अलि सिरियस त भइ नै हाल्नुहुन्छ होला. अब अर्को क्वेसन लेखौँ. अब अर्को क्वेसन के लेखौँ भन्दाखेरि डिजाइन अ built up solid column. Design a built up solid column using teak wood plank of thickness 25 mm and width 200 mm comma height of column is
height of column is 2.5 meter, comma, has to carry axial load 180 kilonewton. अब यो ग्रेडको कुरा केही पनि भनेको छैन, इनसाइड लोकेसन आउटसाइड लोकेसन केही पनि भनेको छैन। त्यहाँ चाहिँ अब हामीले आफ्नै अनुसारले एजुम गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ के भन्यो भन्दाखेरि यस्तो खालको काठको टुक्रा छ, यस्तो खालको काठको टुक्रा छ, टिक भन्ने काठको, यो डाइमेन्सन 200 छ, यसको थिकनेस कति छ भन्दाखेरि 25 छ। अब यस्ता कतिवटा काठको टुक्रा जोड्नु पर्छन् त्यो थाहा छैन, 3 वटा 4 वटा 5 वटा कतिवटा काठका टुक्रा जोड्नु पर्छन्। 25 ले अलि नपुग्ला जस्तो लाग्यो, यो थिकनेसलाई बढाइदिउँ है, 25 अलि सानो हुन्छ भन्ने लाग्यो मलाई। यो थिकनेसलाई 25 को ठाउँमा 50 गरौँ, 50 ठिक हुन्छ, 50 mm, यो 50 छ भन्ने मानिलिउँ। कतिवटा जोड्नुपर्छ थाहा छैन, तर सर्टेन नम्बर अफ काठका टुक्रालाई यसरी जोडेर एउटा काठ टिम्बरको कलम बनाउनु पर्यो र यो कलमलाई हामीले के भन्छौँ, बिल्ट अफ सलिड कलम भन्छौँ। र बिल्ट अफ सलिड कलमको डिजाइन चाहिँ सिमिलरली एज सलिड जस्तै हुन्छ। अब के फरक हुन्छ एकचोटि हेरौँ। स्टेप 1, गिभन एन्ड प्रोपर्टिज अफ टिम्बर, properties of timber। गिभन के छ भन्दाखेरि P 180 किलो न्यूटन लोड, L चाहिँ 2.5 मिटर, अनि त्यसपछि फर टिक वुड, ग्रेड केही पनि भनेको छैन भने ग्रेड के मान्ने, ग्रेड 1, केही पनि ग्रेड भनेको छैन ग्रेड 1 को लागि, ग्रेड 1 को लागि कोडमा दिएको कुरा लाई के मल्टिप्लाई गर्नु पर्दैन, ग्रेड 1। एन्ड लोकेसन केही भनेको छैन, कुनै एउटा लोकेसन मान्ने, कुन लोकेसन बनाऊ, इनसाइड लोकेसन। यसको लागि चाहिँ प्रोपर्टिज हेर्नु पर्यो। फ्रम टेबल 1, फ्रम टेबल 1 अफ IS 883 मा त्यहाँ चाहिँ के कुरा हेर्नु पर्यो, एउटा मोडुलस अफ इलास्टिसिटी हेर्नु पर्यो, अर्को के हेर्नु पर्यो, सिग्मा CP ड्यास, परमिसिबल कम्प्रेसिभ स्ट्रेस प्यारलल टु ग्रेन। टिक वुड खोज्नु पर्यो। यहाँ टिक वुड कुन हुन्छ त्यो खोज्नु पर्यो, टिक भनेर। यहाँ के छ, टिक, यहाँ एउटा देखेँ मैले टिक भनेर, यो टिकको लागि UP को छ। यसको चाहिँ मोडुलस अफ इलास्टिसिटी कति छ, 99.7, 10 पावर 2 ले मल्टिप्लाई गर्नुपर्छ। र परमिसिबल कम्प्रेसिभ स्ट्रेस इनसाइड लोकेसनमा कति छ, 9.4। यो कोड अनुसार मैले चाहिँ एउटा 99.7, अर्को 9.4, यो भनेको 99.7 इन्टु 10⁻², न्युटन पर mm स्क्वायर, र सिग्मा CP ड्यास कति छ, 9.9 कति हो, सिग्मा CP ड्यास भनेको चाहिँ 9.4 न्युटन पर mm स्क्वायर। यो कुनको भयो, इनसाइड लोकेसनको ग्रेड 1 को। ग्रेड 1 भने चाहिँ केहीले पनि मल्टिप्लाई गर्नु परेन, यति कुरा लेख्नु पर्यो। अब यति कुरा भएपछि अब स्टेप 2, स्टेपहरु त सिमिलर नै हो। स्टेप 2 मा के लेख्नु पर्यो, डिटरमाइनिङ साइज अफ कलम। साइज अफ कलम भनेको कतिवटा प्ल्याङ्क राख्ने भन्ने कुरा। स्टेप 2, डिटरमाइनिङ
साइज अफ कलम। कलमको साइज निकाल्नलाई चाहिँ अब के गर्नु पर्यो, लेट n बी नम्बर अफ प्ल्याङ्क्स अरेन्ज्ड एज इन फिगर। अब प्ल्याङ्कहरूलाई चाहिँ हामीले फिगरमा जस्तै अब एउटा प्ल्याङ्क यसरी छ, अर्को प्ल्याङ्क यसरी छ, अर्को प्ल्याङ्क यसरी छ, अर्को प्ल्याङ्क यसरी छ। यो बाहेक फरक तरिकाले पनि मिलाउन सकिन्छ। अहिले 4 वटा देखाए, अब 4 वटा भन्दा बढी पनि चाहिन सक्छ। यो चाहिँ डाइमेन्सन 200 छ कि 250 छ, कति लेखेको छ, 200 छ। यो डाइमेन्सन 200 छ, अनि यो डाइमेन्सन चाहिँ कति छ, 50 छ। अब यस्तो कतिवटा प्ल्याङ्क चाहिन्छ भन्ने कुरा भयो। अनि अब एरिया भनेको कति हुने भयो, एरिया भनेको एउटा प्ल्याङ्कको एरिया 200 इन्टु 50 mm स्क्वायर छ। n वटा प्ल्याङ्क भएपछि n इन्टु 200 इन्टु 50 न्युटन पर mm स्क्वायर भयो। अब टु बी सेफ को फर्मुला के हो, p सुड बी लेस देन इक्वल टु सिग्मा cp इन्टु एरिया भयो। अब फेरि त्यहाँ के गर्नु पर्यो, सिग्मा cp निकाल्नलाई स्लेन्डरनेस रेसियो चाहिन्छ। स्लेन्डरनेस रेसियो थाहा छैन, त्यही भएर एजुमिङ के गर्नु पर्यो, सर्ट कलम। सर्ट कलम एजुम गर्नु पर्यो। सर्ट कलम एजुम गर्यो भने सिग्मा cp इक्वल टु के भन्न पाइन्छ, सिग्मा cp ड्यास। त्यो टेबल अनुसार हामीले त्यही कुरा भन्न सकिन्छ। सिग्मा cp ड्यासको भ्यालु थाहा छ, 9.4 न्युटन पर mm स्क्वायर। अब हामीले चाहिँ यसमा सबै कुरा राखेर p भनेको कति छ, 180 इन्टु 10⁻³ न्युटन सुड बी लेस देन इक्वल टु 9.4 न्युटन पर mm स्क्वायर। र त्यसपछि एरिया भनेको n इन्टु 200 इन्टु 50 mm स्क्वायर। अब यसलाई सल्भ गरेर के गर्नु पर्यो, n को भ्यालु निकाल्नु पर्यो। n सुड बी ग्रेटर देन इक्वल टु कति आउँछ, त्यो अनुसारको प्ल्याङ्क चाहिँ राख्नु पर्यो। अनि त्यसपछि कलमको साइज चाहिँ हाम्रो थाहा हुने भयो। कति आउँछ यहाँ यसो हेर्नु भन्नुस् त। 1.91 1.91 मात्र आयो, ल ठिक छ, केही छैन। भनेपछि दुईटा राखे पुग्छ भन्ने भयो। अब दुईटा, अब फेरि हामी अलिक सेफ साइडमा हुनलाई चाहिँ बढी राखौँ। यहाँ के दिउँ, लेटेस्ट प्रोभाइड 4 प्ल्याङ्क। 3 प्ल्याङ्क राखे पनि हुन्थ्यो, 4 प्ल्याङ्क्स गरिदिउँ। 4 वटा प्ल्याङ्क यो राखे जस्तै भयो। 3टा प्ल्याङ्क राखे भने 3टा मात्र हुन्थ्यो। 4 वटा प्ल्याङ्क राखेर यो विड्थ कति हुन आउँछ, 50 इन्टु 20 200 भन्ने 4 भने चाहिँ 200। 3 राख्यो भने यो कति हुन्थ्यो, 150। 150 बाई 200 को कलम हुन्थ्यो। 3 राखेको भए 4 वटा राखेपछि 200 बाई 200 को भयो। 5 वटा राखेको भए 200 बाई 250 हुन्थ्यो। त्यो अनुसारले कतिवटा प्ल्याङ्क चाहिन्छ त्यो अनुसारले राख्ने कुरा भयो। अब यो स्टेप नम्बर 3 को कुरा भएपछि अघि जस्तै स्टेप 3 मा के गर्नु पर्यो, स्टेप 2 भएपछि चेक फर सेफ्टी। सेफ्टी इन कम्प्रेसन। चेक फर सेफ्टी इन कम्प्रेसनमा हामीले टु बी सेफ को फर्मुला के हो, p सुड बी लेस देन इक्वल टु सिग्मा cp इन्टु एरिया। अब सिग्मा cp निकाल्नलाई एरिया भनेको त कति भयो, n इन्टु 50 इन्टु 200। अब n को भ्यालु 4 राख्दाखेरि यो एरिया त आइहाल्छ। अब सिग्मा cp को भ्यालु निकाल्नलाई स्लेन्डरनेस रेसियो निकाल्नु पर्यो। स्लेन्डरनेस रेसियो भनेको l बाई d, जहाँ d भनेको चाहिँ के हो, लिस्ट क्रस सेक्सनल डाइमेन्सन।
लिस्ट क्रस सेक्सनल डाइमेन्सन अब लिस्ट क्रस सेक्सनल डाइमेन्सन 200/200 छ भने त 200 नै भयो 200/250 छ भने 200 भयो 200/150 छ भने 150 हुने भयो लिस्ट क्रस सेक्सनल डाइमेन्सन हामीले त्यहाँ थाहा पाउनु पर्यो अनि डी आएपछि स्लेन्डरनेस रेसियो आउँछ स्लेन्डरनेस रेसियो आइसकेपछि अब यो सर्ट इन्टरमिडिएट लङ कलम के हो भन्ने कुरा थाहा पाउनलाई के गर्नु पर्यो सर्ट इन्टरमिडिएट र लङ कलम थाहा पाउनलाई K8 को भ्यालु चाहियो K8 भनेको 0.702 रुट ओभर ET बाई सिग्मा CP ड्यास यसबाट K8 को भ्यालु आउँछ अनि थाहा हुन्छ एज अब कम्पेयर गर्नु पर्यो कुन चाहिँ कति छ अनि सिग्मा CP को भ्यालु कति हुन्छ त्यो चाहिँ लेख्नु पर्यो अनि सेफ्टी चेक गर्नु पर्यो र एउटा कुरा है यहाँ चाहिँ एउटा कुरा छुटाएँ मैले के कुरा भन्दाखेरि यो 0.8 ले मल्टिप्लाई गर्नुपर्छ यहाँ चाहिँ किनभने किन 0.8 ले मल्टिप्लाई गर्नु पर्यो भन्दाखेरि यो फर बिल्ट अप सलिड कलम भएको कारणले सलिड कलममा त सिग्मा CP इन्टु एरिया हुन्छ बिल्ट अप सलिड कलममा त्यो सिग्मा CP इन्टु एरियालाई 0.8 ले मल्टिप्लाई गर्नुपर्ने हुन्छ एरिया भनेको यति भयो इन्टरमिडिएट कलम आयो त्यो चेक गर्न सकिन्छ त्यो सकिन्छ है सबैले चेक गर्न अब अर्को प्रब्लमतिर जाने कि अर्को प्रब्लमतिर जाउँ त्यसो भए अर्को योमा धेरै लोड भयो अब अर्को जाउँ अर्को कलम प्रब्लम जाउँ अब क्वेसन लेखौँ क्वेसन लेखौँ क्वेसनमा के लेखौँ भन्दाखेरि डिजाइन अ built up box column design a built up box column using Khayr wood plank having thickness 50 mm column has to carry
axial load 200 kilonewton, height of column is 3 मिटर। यहाँ चाहिँ गर्नुपर्ने के छ भन्दाखेरि यस्तो खालको एउटा बक्स कलम बनाउनु पर्ने छ। यस्तो खालको एउटा बक्स कलम बनाउनु पर्ने छ। यो बक्स कलमको यो बाहिरको डायमिटरलाई D1 भनौँ र स्क्वायर सेपको कलम बनाऊ, त्यो भए चाहिँ हामीलाई सजिलो हुन्छ। यो D1 भयो र भित्रको डाइमेन्सनलाई चाहिँ D2 भनौँ। यसलाई D2 भनौँ। यो पनि स्क्वायर सेपकै र यसलाई चाहिँ थिकनेस अफ प्ल्याङ्क बराबर लिउँ। भनेपछि यो चाहिँ कति लिउँ 50। भनेपछि यो फिगरबाट सम्बन्ध के आउँछ D1 इक्वल टु D2 प्लस 50 प्लस 50 भनेपछि D1 इक्वल टु D2 प्लस 100। यो खालको आयो रिलेसन। यो खालको कलमको बक्स भनेको भित्र खाली छ, त्यो खालको कलमको डिजाइन गर्नु पर्यो। अब स्टेप 1 पहिला जस्तै हो। स्टेप 1 मा गिभन कुराहरू लेख्नु पर्यो। गिभन एन्ड प्रोपर्टिज अफ टिम्बर। गिभनमा के छ पी को भ्यालु छ, एल को भ्यालु छ। यो गिभनको पी कति छ 200 किलोन्युटन, एल कति छ 3 मिटर। अब फर खयरवुड अफ इनसाइड लोकेसन। अब लोकेसन भनेको छैन भने कुनै मेजुम गर्ने हो। अब इनसाइड आउटसाइड वेट कन्डिसन हुन्छ। इनसाइड लोकेसन फ्रम टेबल 1 अफ IS 883। त्यहाँबाट हामीले हेर्नु पर्यो के हेर्नु पर्यो इटी र सिग्मा सिपी ड्यास। सिग्मा सिपी ड्यास के हुन्छ प्यारलल टु ग्रेन हेर्नु पर्यो इनसाइड लोकेसनको। र अहिले कुन ग्रेडको लागि हेर्छौँ ग्रेड 1 टिम्बरको लागि हेर्छौँ। केही पनि भनेको छैन ग्रेड 1। ग्रेड 1 को लागि त कोडबाट आएको भ्यालुलाई केहीले पनि मल्टिप्लाई गर्नु पर्दैन। लेख्यो है प्रोपर्टिजहरू कति छ इटी 13440 भनेपछि 134.40 इन्टु 10⁻²। यो पोइन्ट राख्यो भने न्युटन पर एमएम स्क्वायर भयो। अनि सिग्मा सिपी ड्यास कति छ 13.8 न्युटन पर एमएम स्क्वायर। अब स्टेप 2 मा जाउँ। स्टेप 2 मा डिटरमाइनिङ साइज अफ कलम। कलमको साइज पत्ता लगाउनु पर्यो। कलमको साइज पत्ता लगाउनलाई चाहिँ अब
D1 र D2 पत्ता लगाउने हो। अघि लेखिसकेका कुरा हो D1 र D2 बिचको रिलेसन। अब के गरौँ भन्दा एरिया भनेको अहिले कति हुन्छ यो कलमको D1 स्क्वायर माइनस D2 स्क्वायर, किनभने भित्र त खाली छ। एरिया भनेको D1 माइनस स्क्वायर माइनस D2 स्क्वायर, D1 र D2 बिचको यो सम्बन्ध भयो। अब 2B सेफको फर्मुला के छ भन्दाखेरि 2B सेफको फर्मुलामा P should be less than equal to सिग्मा CP इन्टु एरिया छ। अब हामीले यहाँ पनि के गर्छौँ अजुमिङ सर्ट कलम गर्छौँ। सर्ट कलम एजुम गर्दा सिग्मा CP इक्वल टु के हुन्छ सिग्मा CP ड्यास। सिग्मा CP ड्यास भनेको कोडबाट आएको 13 पोइन्ट। सर यहाँ 0.8 हजुर 0.8 ले मल्टिप्लाई गर्नु पर्दैन सर बिल्डअपमा। बिल्टअपमा होइन, बिल्टअप बक्समा चाहिँ पर्दैन। बक्समा त एरिया नै सबै कुरा छुट्टै हुन्छ, नयाँ फर्मुला नै हुन्छ। बिल्टअप सलिडमा चाहिँ 0.8 ले मल्टिप्लाई गर्नु पर्यो। यो बिल्टअप बक्स र बिल्टअप सलिड फरक हो है। बक्समा खाली हुन्छ, त्यसमा चाहिँ हामीले सिलिन्डरनेस निकाल्ने लगायतका सबै कुराहरू फरक हुन्छ। बिल्टअप सलिड भनेको यस्तो खालको भयो। यसमा चाहिँ 0.8 ले पर्ने हो, यसमा चाहिँ परेन। सर अनि त्यो नम्बर अफ प्ल्याङ्क्स झिक्दा चाहिँ 0.8 ले मल्टिप्लाई गर्नु पर्दैन अगाडि पनि? पर्छ, त्यसमा चाहिँ पर्थ्यो। अब त्यो हामीले बढाएको छौँ, बढाएर लिँदाखेरि त फरक पर्दैन, किनभने 0.8 ले मल्टिप्लाई गरेको भए जतिवटा प्ल्याङ्क चाहिन्छ भन्ने आएको थियो त्योभन्दा बढी चाहिन्छ भन्ने आउँछ। हामीले अलि बढाएरै राखेका छौँ, त्यहाँ फरक पर्थेन, त्यहाँ त गर्नुपर्ने हो। ए हुन्छ। अब यसमा त परेन। अब सिग्मा CP मान्यो, एरिया भनेको कति हुन्छ P should be less than equal to सिग्मा CP इन्टु एरिया भनेको D1 स्क्वायर माइनस D2 स्क्वायर। अनि D1 र D2 बिचको रिलेसनसिप छ भनेपछि P should be less than equal to सिग्मा CP D1 भनेको D2 प्लस 100 को स्क्वायर माइनस D2 को स्क्वायर। यसलाई सल्भ गरेर D2 should be greater than or equal to एउटा भ्यालु आउँछ। यसलाई चाहिँ प्रोभाइड गर्ने, D2 को भ्यालु एउटा फिक्स गर्ने, अनि D1 पनि त्यही अनुसारले फिक्स गर्न सकिन्छ। अस्वीकार गर्नुपर्ने कारण बताउँदै के D2 को भ्यालु 22.46 भनेपछि प्रोभाइडिङ D2 इक्वल टु बढाएर प्रोभाइड गरौँ, कति राखौँ 50 राखिदिउँ। अब अझै बढाएर राखे पनि भयो। अनि D1 50 छ, D2 50 छ, D1 कति हुन्छ 150, किनभने D1 इक्वल टु D2 प्लस 100 हुन्छ। अब यति भइसकेपछि नेक्स्ट स्टेपमा के गर्नु पर्यो, चेक गर्नु पर्यो अब मिल्यो कि मिलेन कुराहरू भनेर। चेक गर्नलाई चाहिँ स्टेप 3 चेक फर सेफ्टी। चेक फर सेफ्टीमा अब P should be less than or equal to सिग्मा CP इन्टु एरिया भयो। यसमा चाहिँ 0.8 ले पर्दैन है। एरिया भनेको D1 स्क्वायर माइनस D2 स्क्वायर भयो। अब D1 D2 थाहा छ, त्यो एरिया निकाल्न सकिन्छ। अब सिग्मा CP निकाल्नलाई चाहिँ सिलिन्डरनेस रेसियो निकाल्नु पर्यो। यहाँ चाहिँ सिलिन्डरनेस रेसियोको फर्मुला फरक हुन्छ, के हुन्छ L बाई रुट ओभर D1 स्क्वायर प्लस D2 स्क्वायर। यो सिलिन्डरनेस रेसियो निकाल्नु पर्यो।
अनि यो निकालिसकेपछि अनि त्यसपछि K9 अघिसम्म K8 निकालिरहेको थियौँ, अहिले K9 निकाल्नु पर्यो। K9 भनेको कति हुन्छ भन्दाखेरि कति लेखिया छ? कसैले यसो सम्झिनु भएको छ K9 को भ्यालु? 0. थाहा छैन भने यसमै कोडमै हेरे 0. अनि सरी 0 होइन π/2 √UE/5Q FCP. π/2 √U times ET/5 सिग्मा CP ड्यास। यो फर्मुला छ। U भनेको चाहिँ थिकनेस अफ प्ल्याङ्कमा डिपेन्ड हुने कुरा छ र U को भ्यालु चाहिँ थाहा पाउनलाई हामीलाई कोडमा चाहिँ एकचोटि पेज नम्बर कतिमा गए थाहा हुन्छ भन्दाखेरि पेज नम्बर 14 मा लास्ट पेजतिरै होला। त्यहाँ चाहिँ U को भ्यालु 50 mm थिकनेस छ भने 0.6, 25 mm थिकनेस छ भने 0.8 भनेर भनेको छ कोडमा। यहाँ चाहिँ क्लज नम्बर 7.6.2.5 मा अब U इक्वल टु 0.6 फ्रम क्लज 7.6.2.5 यो आधारमा अब यो सबै भ्यालु राखेर K9 आउँछ। स्लेन्डरनेस रेसियो र K9 आएपछि देयरफोर हाम्रो कलम चाहिँ के भयो, सर्ट कलम भयो कि इन्टरमिडिएट कलम भयो कि लङ कलम भयो भन्ने कुरा चेक गर्नु पर्यो। सर्ट कलम, इन्टरमिडिएट, लङ कलम के आउँछ त्यो चेक गरेपछि एज गिभन कलम इज, एज एडप्टेड कलम इज भनेर लेखेर एज एडप्टेड कलम इज के कलम हो त्यो कुरा लेखिसकेपछि अनि त्यहाँबाट हामीले सिग्मा CP निकाल्ने। सिग्मा CP आइसकेपछि अनि सेफ्टी चेक गर्ने। सेफ्टीमा P should be less than equal to सिग्मा CP इन्टु एरिया। सेफ हुन्छ हुँदैन भन्ने कुरा चेक गर्नु पर्यो। चेक गरियो।
भयो? ओके, भयो सेप सर। पाउँछ होला। ल अब एउटा हामी के को कुरा गरौँ, बिमको प्रब्लम गरौँ सामान्य है, टिम्बर बिमको। एउटा कलम स्पेस कलमको छ, स्पेस कलमको अलि पछि हेरौँला, पहिला टिम्बर बिमको हेरिहालौँ। क्वेसन हेरौँ, डिजाइन अ सिम्पली सपोर्टेड timber beam having clear span 3 meter, support width 200 mm, subjected to UDL of 20 kilonewton per meter, including self weight. Use Khairwood as beam. यहाँ के भन्न खोज्यो भन्दाखेरि एउटा काठको बिम छ, यस्तो खालको बिम। यो सिम्पली सपोर्टेड बिम भनेपछि यसरी सपोर्टेड छ। यो क्लियर स्पान क्यापिटल एल भयो, सपोर्टको इनर फेसदेखि इनर फेससम्म। यो सपोर्ट विड्थ बीएस भयो। अनि यसको क्रस सेक्सन काट्दाखेरि यहाँ चाहिँ क्रस सेक्सन यस्तो खालको देखिन्छ। बिमको विड्थ बी छ, डेप्थ डी छ, यस्तो खालको टिम्बरको बिम छ। र काठमाथि चाहिँ यसरी युडिएल लागिरहेछ बिममाथि। युडिएल डब्लु कति लागिरहेछ भन्दाखेरि 20 किलो न्युटन पर मिटरको युडिएल लागिरहेछ। सबै अब युडिएलमा सेल्फ वेट, लाइभ लोड यताउता सबै जोडेको छ। अब यसको सिम्पली सपोर्टेड बिमलाई चाहिँ हामीले सामान्य लाइन डायग्राम अनुसार देखाउने हो भने कस्तो खालको हुन्छ, एउटातिर हिन्ज अर्कोतिर रोलर र माथि युडिएल लागिरहेछ। र यसको योलाई के भन्छौँ, इफेक्टिभ लेन्थ भन्छौँ। इफेक्टिभ लेन्थ भनेको बिमको सेन्टरदेखि सपोर्टको सेन्टरसम्मको डिस्टेन्स, यसलाई इफेक्ट लेन्थ भन्छौँ। अब सोलुसनमा जानु पर्यो। स्टेप 1 मा गिभन एन्ड प्रोपर्टिज अफ टिम्बर। अब गिभनमा के छ भन्दाखेरि क्यापिटल एल अनसपोर्टेड स्पान कति छ 3 मिटर, सपोर्ट विथ बीएस कति छ 0.2 मिटर 200 mm भनेको छ। इफेक्टिभ लेन्थ स्मल एल इक्वल टु एल प्लस बीएस, सेन्टर टु सेन्टर डिस्टेन्स भनेपछि 3.2 मिटर हुन आउँछ। त्यसपछि आएर युडिएल डब्लु कति छ 20 किलो न्युटन पर मिटर छ। अब के गर्नु पर्यो, फर खैरुड इनसाइड लोकेसन टेबल 1 बाट त्यसको प्रोपर्टिजहरु हेर्नु पर्यो। अब बिमको केसमा के प्रोपर्टिजहरु हेर्नुपर्छ भनेदेखि त्यहाँ हेर्नुपर्ने प्रोपर्टिजहरुमा मोडुलस अफ इलास्टिसिटी इटी हेर्नु पर्यो। अनि त्यसपछि आएर परमिसिबल बेन्डिङ स्ट्रेस हेर्नु पर्यो, सिग्मा बी। त्यसपछि आएर परमिसिबल शियर स्ट्रेस हेर्नु पर्यो, टाउ पी।
अनि त्यसपछि आएर permissible compressive stress perpendicular to grain. अघि parallel to grain हेरिराखेको थियो, अहिले चाहिँ perpendicular to grain सिग्मा सिपी ड्यास हेर्नु पर्यो। यति चारवटा कुरा कोडबाट हेर्नु पर्यो। अब अहिलेलाई चाहिँ यो चारवटा कुराहरू लेखौँ अनि त्यसपछि यसको अगाडिको काम चाहिँ हामी अर्कोचोटिमा गरौँला। सर यो सियरको लागि होरिजेन्टल कि एलोङ ग्रेन कुन चाहिँ लिने हो? दुईटा मध्ये जुन सानो छ, होरिजेन्टल र एलोङ ग्रेन मध्ये जुन भ्यालु सानो छ त्यो लिने। अब यो पछिको कुरा चाहिँ हामी पछि अर्को क्लासमा गरौँला। अहिलेलाई चाहिँ यति गरौँ।